नमस्ते सद्भाव, हिजो तिमी विद्यालयमा देखेनौ, के भएको थियो? नमस्ते आइरिस, हिजो मेरो स्वास्थ्य अलिक ठिक थिएन, त्यसैले विद्यालय आउन सकिन। अहिले त ठिक छौ नि? हो, अहिले धेरै राम्रो छु। हो, अनि हिजो विद्यालयमा के पढाइ भयो भनेर जान्न चाहन्छौ? अवश्य, हिजो के सिक्यौ त? हिजो हामीले सत्कार गरौँ भन्ने पाठ पढ्यौँ। त्यस पाठले के सन्देश दिने रहेछ आइरिस? यसले सबैलाई आदर सम्मान र सत्कार गर्न सिकाउँछ। विद्यालयमा शिक्षकहरूको सत्कार कसरी गर्न सकिन्छ नि? नमस्ते गरेर आदरपूर्वक बोलेर र उहाँहरूको कुरा मानेर शिक्षकहरूको सत्कार गर्न सकिन्छ। अनि घरमा आउने पाहुनाको सत्कार कसरी गर्ने नि? पाहुनालाई मुस्कानका साथ स्वागत गर्ने र बस्नेका लागि ठाउँ दिने र मिठो व्यवहार गर्ने। सत्कार के को लागि गरिन्छ आइरिस? सत्कारले मानिसहरू बीच प्रेम, सद्भाव, आत्मीयता र राम्रो सम्बन्ध बढाउँछ। साँच्चै सत्कार गर्नु त राम्रो बानी रहेछ नि है? हो, हामीले साना ठुला सबैलाई आदर र सम्मान गर्नुपर्छ। धन्यवाद साथी, तिमीले त आज मलाई धेरै राम्रो कुरा सिकायौ। स्वागत छ साथी, हामी सबैले सत्कार गर्ने बानी बसालौँ र असल नागरिक बनौँ। अवश्य, म पनि आजदेखि सबैलाई सम्मान र सत्कार गर्ने प्रयास गर्नेछु। हुन्छ, अब अरू साथीले पनि सिकाऊ है त।